आदरणीय दर्शकवृन्द, नमस्कार। नयाँ वर्ष 2083 को उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। यसै अवसरमा सञ्चालित यस शैक्षिक युट्युब च्यानलमा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आदरणीय अभिभावकज्यूहरू र शैक्षिक सरकारवाला सबैलाई हार्दिक स्वागत छ। अब यो युट्युब च्यानल किन र केका लागि यस विषयमा जानकारी। विद्यालयबाट फर्केका धेरैजसो विद्यार्थी भाइ बहिनीहरू भिडियो गेम, कार्टुन हेर्ने र बेकाममा घुम्ने डुल्ने गरेर आफ्नो महत्त्वपूर्ण समय खेर फालिरहेका हुन्छन्। यसरी खेर गइरहेको उनीहरूको महत्त्वपूर्ण समयलाई युट्युब भिडियो मार्फत शैक्षिक ज्ञानका कुरा जान्ने, सिक्ने र ज्ञान वृद्धि गर्ने गरी सदुपयोग गर्न र नराम्रा काम र कुलतबाट बचाउन समेत यो युट्युब च्यानलले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएका छौँ। हामी विद्यालय कक्षामा हरेक दिन पढाएका ती ज्ञानका कुराहरू कपी गरेर युट्युब भिडियो मार्फत तपाईकै अगाडि प्रत्येक दिन प्रस्तुत गर्छौँ। आदरणीय अभिभावकज्यूहरूले आफ्ना नानी बाबुहरूको केयर गर्दै हाम्रा यी शैक्षिक भिडियोहरू हेर्ने अवसर मिलाइदिनु पर्ने हुन्छ। पढाइलाई दिगो र स्थायी बनाउन र पाठ्यक्रमले तोकेको उपलब्धि प्राप्त गर्न विद्यालयमा शिक्षकले पढाएर मात्रै पुग्दैन। गुणस्तरीय शिक्षा प्राप्त गर्न त विद्यालयमा पढेको सबै कुरा घरमा पनि दोहोर्याइ तेह्र्याइ रिपिट गर्नुपर्ने हुन्छ। विद्यालयमा गरेको अभ्यास घरमा फेरि दोहोर्याउन सकियो भने मात्रै शिक्षकले दुःख गरेको काम लाग्छ, सरकारले विद्यालयमा गरेको लगानी उठ्छ, अभिभावकको अपेक्षा पुरा हुन्छ र विद्यार्थीको भविष्य उज्जवल हुन्छ। यदि विद्यार्थीले विद्यालयमा गरेको सिकाइ अभ्यासहरू घरमा दोहोर्याउन सकेन भने सबैको शैक्षिक लगानी खेर जान्छ। बालबालिकाको भविष्य अन्धकार हुन्छ र परिणामस्वरूप भविष्यमा आफूले चाहेको काम गर्न नपाउने र आफूलाई मन नपर्ने काम अर्कै व्यक्तिको अधीनमा गर्नुपर्दा रोइरही समय बिताउनु पर्ने हुन सक्छ। यस्तो डरलाग्दो परिस्थितिबाट जोगाउन पनि घरमा पढाइलाई निरन्तरता दिनुपर्ने हुन्छ र घरमा पढाइ लेखाइलाई निरन्तरता दिनका लागि हाम्रा यस युट्युब च्यानलमा राखेका युट्युब भिडियोहरू पर्याप्त छन्। त्यसकारण यहाँहरूले यी भिडियोहरू आफ्ना बालबालिकाहरूलाई हेर्न लगाइदिनु होला। धेरै पढ्नुपर्छ, धेरै लेख्नुपर्छ सबैले भन्छन्, तर किन पढ्ने र पढाइ के हो? यसको उत्तर खोइ। आजको यो मेरो पहिलो भिडियोमा यस प्रश्नको थोरै उत्तर राखेर भिडियोको अन्त्य गर्न चाहन्छु। जागिर खानको लागि पढ्ने धेरैको मुखबाट यो उत्तर आउने गरेको छ, तर यो उत्तर पर्याप्त होइन। पढाइ भनेको त आफूलाई बुझ्न र परिस्थिति अनुसार परिवर्तन गर्न तथा आफ्नो वातावरण र संसारलाई बुझ्न अनि आवश्यकता अनुसार बदल्ने प्रयास गर्ने अस्त्र हो अथवा हतियार हो। यो दुनियाँमा आफ्नो स्थान कहाँ छ र कहाँ आउनुपर्छ यसको उत्तर पढाइले मात्र दिन सक्छ। यदि पढाइ छैन भने आफ्नो स्थान र परिस्थिति कहाँ छ, संसार कता छ थाहा पाउनै सकिँदैन। अरू कसरी स्वस्थ हुन्छन् र आफू कसरी स्वस्थ हुने, अरू सुरक्षित कसरी हुन्छन् र आफू कसरी सुरक्षित हुने, अरूले कसरी नाम कमाउँछन् र आफूले कसरी नाम कमाउने, र अरूले दाम कसरी कमाउँछन् र आफूले दाम कसरी कमाउने, र आफू कसरी सम्पन्न हुने, यी सबै प्रश्नको उत्तर पाउनको लागि पढाइ लेखाइ नै हो, शिक्षा होइन, शिक्षा नै हो। आफूले आफैलाई देख्न हेर्न गाह्रो हुन्छ, तर शिक्षाको आँखाले मात्र आफूले आफैलाई मूल्याङ्कन गर्न, हेर्न र देख्न सम्भव छ। उज्यालो बिना नै जीवन र जगतलाई हेर्ने राम्रो उपकरण शिक्षा हो। त्यसकारण पढाइ जागिर खानको लागि होइन, बरु जागिर खुवाउनका लागि हो। आजलाई यति भने, बाँकी कुरा नियमित रूपमा राख्दै जानेछु, हेर्दै गर्नुहोला। यो एआईको जमानामा अत्यन्तै आकर्षक र रोमाञ्चक सामग्री आइरहेका बेला मेरा यी साधारण सामग्रीले तपाईँको मन आकर्षण गर्न त गाह्रो छ, तर पनि बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुग्ला भन्ने आशा लिएको छु। यी फिक्का भिडियो भए पनि हेरेर सहयोग गरिदिनुहोला। विद्यालय कक्षामा 40-50 जना विद्यार्थीको लागि बोलिरहँदा युट्युबबाट हजारौं विद्यार्थीसँग ज्ञान पुर्याउन युट्युबको सहयोग लिएर आफ्नो यात्रा अगाडि बढाएको छु। बालबालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने तपाईँ हाम्रो उद्देश्य एउटै छ। यो अभियान सफल पार्न हजुरले पनि मेरा भिडियोलाई सब्स्क्राइब गरेर, लाइक गरेर, शेयर गरेर
सहयोग गरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। र आदरणीय अभिभावकज्यूहरूले आफ्नै अगाडि आफ्ना बच्चाहरूलाई राखेर यी शैक्षिक भिडियोहरू हेर्ने व्यवस्था गरिदिनु होला भन्दै आजको यो भिडियोबाट आज्ञा चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।